हेलो एभ्रिवान, गुड मर्निङ अनि नमस्कार छ सबैजनालाई। यो चाहिँ हाम्रो सानो भ्लग बनाउँदैछौँ है। यता हेर्नु न, बिहान बिहान खाना पकाउने भन्दा म मान्छे बिजी। खाना पकाउने होइन के हो यार, खाना पकाउने होइन भन्दा भागिहाल्नु भयो फेरि। यता हेर्नु न, खाना बनाउने के को सब्जी हो यो? किन के को यस्तो आलु हो कि के हो यस्तो? त्यो आलु मात्रै खाने आज? सब्जी पकाएको हेर्नुहोस् त गाइसहरू, लास हुन्छ अरे, नदेखाउनु लास हुन्छ। के को लास? के को लास हुन्छ अरे? के को लास? वाट एप्पन? लास लाग्छ सब्जी। हेर न सब्जी के हो? तिनवटा खुर्सानी छ, आलु अनि के छ, यता टमाटर छ, त्यो कहिले हाल्ने? हेर्नुहोस् त साथीहरू, एउटा बुढीलाई हेर्नुहोस् त। आजको दिन चाहिँ एकदम चिसो मौसम गरेको छ। यस्तो देख्न सक्नुहुन्छ भने त आकाशमा बादलहरू लागेको छ, घाम लागेको छैन है। यस्तो जाडो 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 गरिरहेको छ है। यहाँ यस्तो जाडो भइरहेको छ, गाह्रो छ, गाह्रो छ। त्यो आकाशमा चिल उडिरहेको छ, चिल उडेछ है आकाशमा। चिल होइन, बतास हुरी कति चलिरहेको छ सर। यस्तो जाडो भएको छ कि पुष माघको महिना जस्तो भइरहेको छ। यस्तो जाडो भएको छ कि किन है, के गर्नु, गाह्रो छ, गाह्रो छ। यता अटो छ, 3टा अटो, 4वटा अटो छन्। यहाँ अटो मेरो अटो हो नि, सबै भाडामा दिएको छु होइन। यता चाहिँ यो चाहिँ स्कुटर हो, यो मेरो स्कुटर हो, एक्टिभा 6G होइन। यो मेरै हो, मैले नै चलाउँछु। अनि अर्को चाहिँ यता छ पल्सर छ, यता पल्सर देख्न सक्नुहुनेछ, पल्सर बाइक हो। यो चाहिँ मेरो भाइ मिसनले चलाउँछ है। यो चाहिँ यस्तै हामी चाहिँ अब डेलिभरी कामसँग गरिन्छ। नयाँ गाडी हो यो पनि, नयाँ झिक्यो। यहाँ धोइधाइ बनाएर रेडी बनाएर राखेको छ, अब ड्युटी जान्छ। एकदम चिसो भइरहेको छ हो। त्यो पारि देख्नु भएको छ, त्यो कम्पनी हो, आइटिपिएलको कम्पनी हो त्यो चाहिँ होइन। ठुलो छ, त्यो धेरै देखेको छैन।